अस्ति हामीले इट्सभेरियाको लिफ प्रोपेगेसन गर्न राखेका थियौँ। अब यो यतिको ठुलो भइसकेको छ, सुट्सहरू पलाइसकेको छ। अब यसलाई गमलामा सार्नको लागि रेडी भइसक्यो। मसँग गमला त अब यसको लागि सफिसियन्ट छैन, त्यही भएर म चाहिँ क्यारीमा सार्दैछु। हेर्नु न, सानोवाला पनि सिडबाट उम्रेको जस्तो छ, यो छुट्टै सलिड छैन। अब यसलाई यसरी निकालेर म चाहिँ यसलाई क्यारीमा सार्दैछु। कति राम्रो र हेल्दी भएको छ। हामीले गर्न नसक्ने भनेको केही पनि कुरा छैन, सबै गर्न सकिन्छ। माटो र पानी राम्रोसँग मिलाएर दिने हो भने सम्पूर्ण प्लान्टहरू चाहिँ राम्रोसँगै ग्रो हुन्छ। धेरै केही कुरा एक्स्ट्रा मिलावटहरू गरिरहनु पर्दैन सोइलमा। हामीले नर्मल गार्डन सोइल नै युज गर्दाखेरि बेटर हुन्छ प्लान्टहरूको लागि चाहिँ। अब यो अलिकति ठुलो भएपछि फेरि पटहरूमा सार्नुपर्छ यसलाई। क्लाइमेट राम्रो भयो र समय समयमा हामीले हेरचाह गऱ्यौँ भने प्लान्टहरू राम्रो नै हुनेछ।